हेलो गाइस, एउटा म यो झोला देखाएर भनिरहेको छु। मेरोबाट सूचना कति ठाउँ डोरी पाउँदैन, तर मान्छेले यो झोला चाहिँ फ्याँक्छ काम लाग्दैन भनेर। तर 10 रुपियाँको चाहिँ म फाइदा उठाउँछु। अब यो फाटेपछि यसको यो फिता निकाल्छु, अनि फिता निकालेपछि यसरी जम्मा गर्छु। यहाँ 3टा झोलाको छ, अनि फेरि यी दाम्लो बाटेको यहाँ 5वटा छ। अनि किनभने यो सबै कुरो प्रभुले मलाई सिकाएको कुरा हो। यो टुक्रे काठ हो, मान्छेले फ्याँकेको टिपेर ल्याएर चाहिँ यो बनाएको। यो चाहिँ डोलो काठ हो, मलातोको, सुकेको मलातो चाहिँ यस्तो बनाएको। यसरी बनाउनुहोस् है सबै तपाईहरुले पनि। एउटा मेरोबाट नयाँ जानकारी हो यो सूचना। धन्यवाद।